आजको न्यू भ्लगमा आजको स्वागत गर्दै अहिले चाहिँ म चाहिँ पोखरामा दिदीको कोठामा अनि आज चाहिँ बिहा छ है दाइको यता पुरो तल चाहिँ रेडी भयो हाम्रो उ छ युकी उसको नाम चाहिँ युकी टक्क मस्त घाम ताप्दै बस्यो हामी जान्न घाम ताप्न तल चाहिँ तयारी भयो बिहाको एकछिनमा चाहिँ जल्दी जाने हो क्या हामी होइन टक्क अहिले त केही छैन दाइको कोठा के ढोगे बिग्रियो रहेछ दाइको कोठाको ढोगे बिग्रियो है भन्दा के हुन्छ अरे ए टक्क बस्यो होइन मस्त बस्छ कि फेरि ल हान्दै हान्दै ल नमस्ते गर नमस्ते नि गर्छ यसले अहिले गरे होइन यसको नाम चाहिँ युके टक्क यहाँ चाहिँ के हुन्छ हेर्दै जाऊँ है म चाहिँ रेडी नै भएन है हिजोकै गडमा छु अहिले चाहिँ सबैजना तल म मात्रै माथि आएको यसो बस्न दिदीको कोठामा अहिले टक्क होइन गरम भइरहेको क्या यहाँ हेर्दा गाइज यस्तो दामी हो यस्तो दामी हो कि भ्यू हेरी ल है त अहिले रेडी भएपछि भेटौँ है गाइज अहिले चाहिँ म चाहिँ रेडी हुन आँटेको होइन टक्क आजको आउटफिट चाहिँ कालो है त लगाऊ है टक्क लगाइसकेँ होइन अब ज्याकेटको भाडा ज्याकेट छ लगाऊ है त रेडी भयो भने अब चेन्नी लगाऊँ ल है त अब एकछिनमा चाहिँ भेटौँ है यो त जुत्ता यस्तो है त ल अब एकछिनपछि भेटौँ गाइज ल है म खाना लाग्यो एकछिनपछि भेटौँ ल टक्क बसेको है के गर्ने भयो चाहिँ घाम ताप्दै मस्त बसेको म त अरू चाहिँ टिकटक बनाउँदैछन् अब गाडी हिँड्ने बेलामा भेटौँ है डाँडा पाखा छ हराले तिम्रै गीत गाउँछ छातीभित्र मुटु परी तिमीलाई
यहाँ छतमा सबैजना चाहिँ अगाडि लोकगीत गाउँदै म चाहिँ हेर्छु अनि ल हेरौँ न त लोकगीत कस्तो छ त्यो सबैजना छ ल यो त आजको लागि यति नै अर्को ब्लगमा भेटौँला है